हेलो गाइज वेलकम ब्याक टु माई ब्लग। आज चाहिँ ठ्याक्कै 10 बजीतिर उठेँ म। आज स्कुल बिदा थियो, हिजो पनि ढिला सुतेको। अनि अब चाहिँ आज चाहिँ माछा पकाएर खाउँ कि यसो लागिरहेको छ, त्यही भएर त्यसैको लागि बाहिर निस्किँदैछु। आज मौसम एकदम क्लिन छ, एकदम सफा छ। तिनीहरू ल्याएर राखेको छ, के काम हुँदैछ साथै यो बिजुलीको पुल मेन्टेनेन्स हुँदै होला। यसरी चाहिँ रोडको सेफ्टीको लागि चाहिँ गरेर बसेको मान्छेहरू हुन्छ। आज चाहिँ मास बोलेन त्यहाँनिर चाहिँ पोल सायद गाड्न लगाएको हो कि जस्तो छ गाइस। जापानमा चाहिँ बाटो भएमा कुनै पनि काम भयो भने बनाउने ओर्ने मेन्टेनेन्सको कामहरू हुँदाखेरि चाहिँ साइडमा चाहिँ मान्छेहरू बसेर झन्डा लिएर बसेको हुन्छ। त्यहाँ अहिले यसरी बसिरहेको छ, झन्डा लिएर बसिरहेको छ। यहाँ चाहिँ सेफ्टीलाई चाहिँ एकदमै फर्स्टमा राखेर चाहिँ काम गरिन्छ। त्यहाँनिर चाहिँ पुरै काम भइरहेको छ, पोल गाडी काम भइरहेको छ। प्रायः जस्तो म साइकल लिएर हिँड्थेँ, आज चाहिँ पैदलै हिँडौँ जस्तो लागेर। अनि मौसम आज लास्टै राम्रो छ। यतापट्टि पनि नयाँ घर बनाउनु लागेको रहेछ। अहिले घरमा भएको भए म यतिखेर उठेर खाना बनाउनको लागि चाहिँ यो तरकारी खोज्न हिँड्दैन थिएँ। मम्मीले खानासाना बनाएर ल्याइदिनु हुन्थ्यो, खान्थेँ अनि फेरि सुत्दिन्थेँ। तर यहाँ त अब एक्लै छु, आफै बनाउने आफै खाने हो। यो चाहिँ कपाल काट्ने ठाउँ हो। यो चाहिँ यहाँकै हाम्रो रुममा दाजुबाट छ। यहाँ चाहिँ हस्पिटललाई बियोविन भन्छ अनि कपाल काट्ने ठाउँलाई बियोविन भन्छ, उस्तै सुनिन्छ सुन्दाखेरि। बगैँचाहरू छ गाइस। यहाँ प्रत्येक घरमा दामी दामी काठ हुन्छ। अनि अब आजबाट चाहिँ स्कुल बन्द भयो, भोलिबाट काम हुन्छ। अझ खासमा आजै काम हुनुपर्ने, तिनचोटले चाहिँ आजको सिफ्ट बनाएन, किन बनाएन थाहा भएन। अनि त्यहाँबाट यो जापानको समस्या के हो भने सिफ्ट हाल्दैन भने किन हाल्दैन यसले भन्ने जस्तो लाग्छ, गाली गर्न मन लाग्छ। अनि सिफ्ट हालिदियो भने कति धेरै हालिदिएको काम कति धेरै गर्ने, कति गर्न सकिन्छ र कति गर्ने काम, कति मेहनत गर्ने, कति दौडिने भन्ने जस्तो लाग्छ गाइस। अनि त्यहाँबाट यही बिचमा चल्छ, काममा सिफ्ट दिएन भन्यो रिसायो, तेन्चोसँग रिसायो। अनि काम हालिदियो, सिफ्ट धेरै हालिदियो भन्यो, तेन्चोसँग रिसायो। यस्तै गरी जान्छ गाइस। यो चाहिँ हाम्रो यहाँको चाहिँ धान खेत भयो। धान काटेर चटक्क पारेर परालको ठुटा मात्रै बाँकी छ। अनि त्यहाँबाट यहाँनिर चाहिँ यति एरियामा धान रोप्छ। ठ्याक्कै नेपालमा जुन सिजनमा जुन टाइममा चाहिँ धान रोप्छ त्यही सिजनमै रोप्ने हो यहाँ पनि। अनि त्यही टाइममै फल्छ। लगभग दसैँ तिहारतिर चाहिँ काट्ने टाइम भएको थियो। यो बाटो हिँड्दाखेरि चाहिँ यो धानको बास्ना आउँछ। अनि ठ्याक्कै त्यो टाइममा चाहिँ घरको याद कस्तो आउँछ क्या, त्यो पाक्न लागेको धानको त्यो बास्ना हुन्छ नि, त्यो बास्नाले चाहिँ हाम्रै गाउँको घरबारी खेतबारीको चाहिँ सम्झना आउँछ। अनि त्यहाँनिर चाहिँ पुरै साग सब्जी रोपेको छ मान्छेको घर अगाडि। यहाँतिर नेपालमा जस्तै यहाँ पनि सानो सानो करेसा बारी बनाएर सानो सानो खेतीपाती गर्ने मान्छेहरू चाहिँ टन्नै हुन्छन् नि गाइस। त्यहाँ घरमा सानो सानो रुखहरू, सल्लाहको रुखहरू लगायतका अनेक रुखहरू रोपेर कति राम्रो बनाएको हुन्छ। यो चाहिँ अस्ति म आएको थिएँ नि फोहोर फाल्नको लागि। यो चाहिँ फोहोर कलेक्सन गर्ने ठाउँ गाइस। यो चाहिँ यिनीहरूको सामुदायिक भवन हो कि जस्तो लाग्छ मलाई। अनि यहाँनिर चाहिँ फोहोरहरू यता जम्मा गर्ने यता सुरुसुरै चाहिँ कलेक्सन गर्ने मान्छे बसेको हुन्छ। त्यही दिन आउँछ अनि फोहोरहरू हामीले यिनीहरूलाई जिम्मा लगाइदिने। त्यही दिन टाकटुक लिएर गएर 10-11 बजीतिर हेरेर फोहोरहरू लिएर जान्छ गाइस। दामी दामी सुन्तलाहरू फलेको छ। सायद त्यो सुन्तला कि मौसमी जस्तो छ गाइस। टरम्मै फलेको छ, मैले फलेको छ। यहाँ चाहिँ यिनीहरू टिपेर खान मिल्दैन, टिपेपछि फेरि यिनीहरूले गाली गर्छ, पुलिस बोलाइन्छ यिनीहरूको त। यो फलफुलहरू फल्छ, झर्छ, कुहिएर जान्छ। चोरेको थाहा पायो भने जान्छ। फेरि कस्तो पुरानो खालको घर कस्तो राम्रो छ। गोठ हो कि जस्तो टाइपको छ, गोठ त होइन त्यो। बसेपछि चाहिँ एकजना बुढी आमालाई देखा हुन्थ्यो, तपाईँले चाहिँ देखाएको छैन। फुलहरू भयो। माछा लिनु गएको गाइज, माछा रहन्छ। यही मासु लिएर आएको छु, मासु खाना पनि हो। माछा चाहिँ छैन, सकिएको रहेछ। हामी स्कुल भ्याएर आउँदाखेरि 12-12:30 हुन्थ्यो, त्यतिखेर चाहिँ हुन्थ्यो। आज म 11 बजी नै गएको थिएँ, सायद त्यही भएर होला सायद गाइस। मासु हामीलाई जे भए पनि भात खान पाए भयो। नेपालीको बानी, जहाँ गए पनि भात खाने। गाइस म रुम आइपुगेँ। केटाहरूले खानेकुरा बनाएर राखेको छ। मेरो कुकर त्यो खाली गरिदियो भाइले, त्यसमा भात रहेछ। अनि यसमा पनि केटाहरूले भात पकाएछन्, यसमा पनि भात पकाएछन्। भाँडा सबै प्याक छ गाइस। यस्तो भद्रबुल बनाएर छोडेको केटाहरूले। सरसफाइ भनेपछि तातो बुद्ध गर्दैनन् गाइस। यस्तो झ्याउ लाग्छ कि अब आफैले सबै सफा गरेर नै खाना बसाल्नुपर्छ। आफूलाई यस्तो फोहोर ठाउँमा खाना बनाउन पनि खाना पनि मन लाग्दैन। अब आफैले नगरेको छैन गाइस।
3-4 दिन भयो गाइस नुहाएको पनि छैन अब नुहाउनु पनि छ यसमा पानी भरिराखौँ तातो पानीमा डुबुल्की मार्नुपर्छ खुट्टा दुखिरहेको छ चिसो भएको कारणले गर्दाखेरि तातो पानी भरिन्छ अहिले तातो पानीमा डुबेर बस्नुपर्छ शरीरलाई आराम मिल्छ गाइस मासु फ्राई गर्नु थालेको छु कुकरमा मासु फ्राई हुँदैछ आज चाहिँ यो घाँटी मिलाएर आलु मिक्स गरेर यो मासुमा मिक्स गरेर पकाउने मासु पनि पोल्न पनि हालेको छु गाइस पोलेर नै खाने हो आज मिठो मिठो बनाएर खानुपर्छ नि त तरकारी रेडी भएको छ बन्द गरौँ ट्याक्क खाने गाइस हेर फोटो चाहिँ तरकारी कस्तो भएको छ बबाल देखेको छ गाइस टक्क खाना खाने अनि सुत्ने आज दिनभरि गाइस कस्तो भाइ खाएकै छैन कि खाना खाना बोले खोलेको दाम भएछ गाइस सो गाइस खानासाना खाइयो लास्ट टाइम मिठो भएको थियो भाइ र म भएर खायौँ अब चाहिँ मजाले सुत्ने हो गाइस थ्याङ्क यू सो मच फर वाचिङ लाइक कमेन्ट सेयर गर्न नभुल्नु होला अनि सब्सक्राइब गर्न नभुल्नु होला गाइस थ्याङ्क यू